Hello guys, welcome back to my channel Shweta Shrestha. आज भगरडेको आज चाहिँ मेरो साथी घर आएको म मुसारकोला भन्ने ठाउँ म फर्स्ट टाइम साथी घर घुम्न आएको यस्तो रमाइलो लाग्यो मलाई भगरडेको गुड मर्निङ गाइस अब ओछ्यान मिलाउनु पर्छ है त लाउनु बिर्सेर म तजिमन गर्दैछु कस्तो राम्रो मौसम छ क्या तपाईँ हेर्न सक्नुहुन्छ कस्तो राम्रो खसी पाहाडबाट अब एकदम राम्रो हुन्छ यहाँ कस्तो दामी हेर्दै खाइलाग्दो के पाहाडी यति नजिक छ कस्तो राम्रो गर्मी महिनामा पनि जाडोमा त झन् चिसोले कस्तो हुन्छ यार के कस्तो राम्रो मौसम छ घामले लागिरहेछ बिहान उसियो थियो अहिले चाहिँ छैन कस्तो राम्रो डाँडा पाखा देखिरहेछ क्या राम्रो फिल भइरहेछ क्या धेरै वर्षपछि यस्तो ठाउँमा आयो साथी थियो साथीले धेरै वर्ष अगाडिदेखि नै घुम्न मेरो घर बनाइहाल्ने थियो क्या यहाँ चाहिँ टाइम निकालेर आएको एकदम बेस्ट लाग्यो मलाई चाहिँ यति रहेछ गाउँ हो यो गाउँलाई चाहिँ मुक्सार खोला भनिँदो रहेछ म फ्रेस भएर आइसकेँ चिसो चिसो पानीले मेरो प्राण यहाँ छ हामी घुम्न आएको छौँ झोलुङ्गे पुल खोला मुक्सारको झोलुङ्गे पुल कस्तो राम्रो रहेछ ठुलो बनाएर रहेछ खतरा रहेछ अनि उनी चाहिँ मेरी साथी यता फुटबल खेल्ने ठाउँ रहेछ है कस्तो ठुलो फिल्ड रहेछ कस्तो राम्रो के घाम ढक्क लागेको कस्तो राम्रो मौसम लाग्छ 15-20 मिनट लाग्छ फुल पनि कति राम्रो मेरो घरबाट पनि ल्याउनु ल फुल ल बाई बाई राम्रोसँग बस्नु अब यहाँ नि भएर मम्मीलाई दुःख नदिनु या बहिनी हामी चाल लाग्यो अब अफिस जाने हो उसलाई चाहिँ पुऱ्याइदिन्छु म स्कुल सो फाइनली म अफिस आइसकेँ एन्ड म अब काम गर्न जाँदैछु एकदम धेरै काम छ डकुमेन्टको कामहरू सो द्याट वाज भेरी ब्युटिफुल मोमेन्ट साथीसँग टाइम स्पेन्ड गर्ने मौका पाएँ उसको घर गएँ रमाइलो लाग्यो माहौल पनि एकदम राम्रो थियो खासै भिडियो चाहिँ बनाउने मौका पाएन हामी मास्तिर घुम्न पनि गएनौँ किनकि हामीसँग टाइम थिएन म अफिस आउने भएको कारणले चाहिँ म गइनँ सो अब नेक्स्ट टाइम मौका पाएँ भने तपाईँहरूलाई भिडियो बनाएर हाल्नेछु अनि सो लाइक एन्ड सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू सो मच थ्याङ्क्स फर वाचिङ माई भिडियो लभ यु अल